सबैजनामा नमस्कार। हेर्नुहोस् न 2022 को फिफा वर्ल्ड कप कतारमा हुँदाखेरि हामी कसरी हिँडेको थियौँ सपरिवार। हामी अर्जेन्टिनाको गेम हेर्नका लागि पुरै सपोर्टमा गइरहेको थियौँ। कस्तो रमाइलो थियो कि आफ्नो देशको झन्डा लिएर टक्क। अब यस्तो दिन कहिले आउँछ हो साथीहरू। साह्रै मिस भइरहेछ। अहिले वर्ल्ड कप चलिरह नि त। साह्रै मिस हुने कि आफू पहिला बसेको देश, आफ्नो देश, त्यो देशमा रमाएको पलहरू चाहिँ अर्को देशमा आइसकेपछि चाहिँ साह्रै मिस हुँदो रहेछ। अहिले वर्ल्ड कप फुटबल चलिरहेछ नि त, फिफा वर्ल्ड कप। अनि त्यो बेला चाहिँ यिनी पुराना कुराहरू हेरेर बस्न मन लाग्ने कि याद आइराख्ने। कतारको साथीहरू सबैजनालाई कस्तो धेरै मिस भइरहेछ। अनि यो गेमहरूको कुराहरू झनै धेरै मिस भइरहेको के। अनि यसो डे अफको बेलामा यसो हेर्दाखेरि चाहिँ साह्रै लाग्दो रहेछ। त्यही कन्ट्रीमा भएको भए भन्ने यस्तो लाग्ने। हुन त अहिले त त्यो कन्ट्रीमा भए पनि गेम त भएको छैन। त्यही पनि अरू ठाउँमा गेम हुँदा पनि कस्तो तिनी कुराहरू चाहिँ याद भइराख्ने के। आफू पहिला गएको, हेरेको, घुमेको ठाउँहरू चाहिँ साह्रै मिस हुँदो रहेछ। सबै कतारको साथीहरूलाई धेरै सम्झिरहेको छु है। यो कतारको फोटोहरू, भिडियोहरू हेर्दा झन् धेरै याद आउने। कामको व्यस्तताले बोल्न नपाए पनि, बिजी भए पनि, तर मनमा त धेरै नै माया छ है साथीहरू। यस्तै छ। हजुरहरू नि बिजी हुनुहुन्छ होला। अब के गर्ने, दुईटा देश भएपछि समयको नि टाइमिङ नमिल्ने है, यता र उता त्यस्तै हुँदो रहेछ। कस्तो रमाइलो, कस्तो त थियो त्यो वर्ल्ड कपको भाइब्स त कुरै व्याख्या गर्ने आउँदैन के, भन्ने आउँदैन। हेर्नु न त्यहाँ, मलाई हेर्नु न, मलाई हो मेरो फोटो पोजहरू फेरि खतरा छ कि। फोटो खिचेर नथाक्नेवाला परेँ के अरे म। डिलिट गर्न पनि मन लाग्दैन। फेरि भए जतिको फोटाहरू सब हाल्दिछु है, हेर्नु होला। वर्ल्ड कपको बेलामा दिक्क नमानिकन हेरेर बस्नुहोस्। अब यसरी कहिले जान पाइन्छ र खै। यही होला लाइफको फर्स्ट अनुभव पनि लास्ट अनुभव पनि। यसरी वर्ल्ड कपमा गएर फेरि रमाएर फोटो खिच्ने त दिन आउला र। खै कतारको साथीहरूले भन्नुहोस् त, अब हामीहरू कता गएर वर्ल्ड कप हेर्न पाइएला र। यस्तरी